Hello guys, welcome back to my vlog again after a long time. अनि आज चाहिँ सबैभन्दा पहिले नमस्कार to everyone अनि ह्यापी उभौली to each and every किरातीस। र आज चाहिँ हाम्रो यहाँ छेउमा काडागाउँ नामक स्थानमा साकेला हुनु गइरहेछ जहाँनिर सधैँ नै हुने गर्छ र उभौली साकेला आज चाहिँ मनाइन्छ र त्यसमा धेरै प्रकारको सिली नृत्यहरू पनि देखाउने दर्शाउने छ हाम्रो भाइ बहिनीहरूले र साथैमा हामी आज चाहिँ केसपरलाई लिएर गएको छैनौँ अनि त्यहाँदेखि यता आमाहरू कोपाहरू अघि नै रेडी भइसकेको छ म देखाउँछु हजुरहरूलाई मजाले यहाँनिर आमा र देमा चाहिँ यहाँनिर फोटो खिच्दैछ हेलो भनिदिनु आमा देमा नि हेलो भनिदिनु र यता मेरो प्रिय पत्नीश्री पनि हुनुहुन्छ भाइ चाहिँ भरे आउँछ र यहाँनिर भित्र अघि नै हाम्रो कोपा खोलेन कोपा चाहिँ अघि नै यहाँनिर एकदम एक्साइटेड साकेला हेर्नलाई एक्साइटेड भएर बसिराख्नु पर्छ कोपा हेलो भनिदिनु त हेलो भनिदिनु न मान्छेलाई र नानी से हेलो टु एभ्रीवन ओके नाउ वी आर मुभिङ टुवर्ड्स दिस काडागाउँ लु गाइस लेट्स गो लु गाइस फाइनली पुगिसकेको छौँ हामीहरू चाहिँ स्थानमा यहाँनिर हाम्रो कोपा देमा आमा हाम्रो पाली सबै यहाँनिर छ अनि यहाँनिर चाहिँ हाम्रो मेन जग्गा छ यहाँहरूलाई थाहै छ सबैलाई मेरो फ्यान्सहरूलाई थाहै छ सबैलाई सधैँ हुने र देख्नु सक्नुहुनेछ सेकेन्ड उभौली साकेला फेस्टिभल र 5085 योले डङ किराती वर्ष भन्नुपछि किरातीको हिसाबले चाहिँ अहिले 5085 इयर्स चल्दैछ र यो जुन चाहिँ देखिरहेको छ यो चाहिँ चिन्डो भूपेन राईज्यू सिङ्ग्रेजान चेयरम्यान र उहाँलाई खदा र फेटाले सुस्वागत गरिदिनु पनि म हाम्रो मिलन राईज्यूलाई र आकाश भाइलाई अनुरोध गर्दछु उहाँलाई हामी यस उभौली साकेलाको अवसरमा श्रीमान मनबहादुर राईज्यूलाई हामी सुस्वागत गर्नु गइरहेका छौँ पुर्खाको साया चोकाउँदै चोकाउँदै लय चोकाउँदै ओ पुर्खाको साया चोकाउँदै धन्यवाद किरात राई महासभा जिंदाबाद किरात राई महासभा जिंदाबाद किरात राई महासभा जिंदाबाद धन्यवाद जय किरात Zara, rawa, tenmiri tensi dangka, tetano, Zara, picha sengya senana nicha, chokcha, Zara, sichawa, Zara, kuyangcha, yawasa kuasasi, engka mangpangcha, nasepaku, ridum hadum yamai dalu Zara, isi tuk nyaman, one, pokosanda khana, ankau, Zara, saya sengta. अब चाहिँ हाम्रो यहाँको चुलाको अगेनाको मुन्दुमहरू सकेर चाहिँ यता बाहिरतिर लाग्यो देख्न सक्नुहुनेछ यहाँको कस्तो प्रकारले यहाँनिर गरिँदैछ मुन्दुमहरू बुझाइँदैछ ल है दर्शक बिनहरू अब चाहिँ हाम्रो यहाँनिर सिली नृत्य सुरु हुनु गइरहेछ यहाँ देख्न सक्नुहुनेछ हामीहरूको सिली नृत्यको भाइ बहिनी सिली नृत्य दर्शाउनु हुने भाइ बहिनीहरू एकदम तयारीमा हुनुहुन्छ प्रत्यक्ष रूपमा हामी सिली नृत्यहरूको समक्ष प्रदर्शन गर्न गइरहेका छौँ र हाम्रा जति पनि भाइ बहिनीहरू हुनुहुन्छ सिली नृत्यमा भएका सम्पूर्ण हाम्रो भाइ बहिनीहरूलाई निच्छामा र निच्छा आफूहरूलाई हामी
समितिको पक्षबाट हामीलाई उयो गर्दै नमन गर्दै आफूलाई आशीर्वाद प्रदान गर्दै आफूले जुन सिले नृत्य गर्दामा आफूलाई चोट नलागोस्, आफूलाई केही चोट पटक नलागोस् भन्ने हामी हृदय हाम्रा माङ्काज्यूले आफूलाई बल बिन्ती मागिसकेको छ। Saya pugni tak pugni, diri pugni yang yaksa. Saya puksa tak puksa, diri puksa yang nadi. Ninam suri nam taraku, ninam namuhulku. दुवै दर्शक बिनहरु यहाँनिर चाहिँ हाम्रो तोङबा रहेको छ र तोङबाको चाहिँ उद्घाटन भइरहेछ। लु दाजु सट्टै पारिदिनुहोस् त, सास नफेरि है, सास नफेरिकन नि एकै बारमा नि। डुप्लिकेट पऱ्यो क्या, झन्डै फ्याँक्यो। कस्तो रहेछ टेस्ट पनि भनिदिनु न त। एकदम छ ठ्याक्कै कस्तो हुन्छ खाइयो पेटमा हो नि। लु सेकेन्ड सर्ट यता हुनुहुन्छ। लु सासै नफेरि घट्टे एकै बारमा है, डुप्लिकेट भनिन्छ नि नत्र त एकै बारमा नि। लु ए डुप्लिकेट परेछ, डुप्लिकेट परेछ त। टेस्ट कस्तो छ? टेस्ट पातला छ नि, जति हल्लायो त्यति राम्रो आउँछ कि। कोदोको हतियार एकदमै रेडी भइसकेको छ र हाम्रो यहाँ देख्न सक्नुहुनेछ। ल दर्शक बिनहरु, अहिले चाहिँ हाम्रोको प्लान्टेसन भइरहेछ। हुन्छ धेरै नै राम्रो, गहिरो नै राम्रो। यो लगाइदिएन यो एउटा तपाईको नाम तपाईले छुइदिनुस्। यो बस हुन्छ लगाएर अलिकति माटो हाल्दिनु। ल यो यहाँ दे ल भइगयो भयो ल यो तपाईको नाममा चिनो एउटा। र यहाँनिर चाहिँ तितेपातीको रोपाइ हुँदैछ। एकदम भन्नु पर्ले मेन चाहिँ हामीहरूको यही हो। लु अहिले चाहिँ हाम्रो यहाँनिर खानपिन चल्दैछ। यहाँनिर खाइसकेको छ लगभग, खाँदैछु अझै हो क्या। कस्तो भएछ त अनि साकेलाको मासु भात? मिठो भएछ? ल ठिक छ।